सो हेलो एभ्रीबडी आज चाहिँ धेरै इन्ट्रेस्ट छैन किनकि मान्छे साइड साइडमा अनि आज चाहिँ हामी सिमसार आएको छौँ भने सिमसारमा हामीलाई केबेट सिमसारमा आगिसक्यो खानासँग खाएर खाना किन नखाएको पिकनिक आएको होइन हामी पिकनिकमा आएर खाना किन नखाएको सोच्नुहुन्छ तर हामीले अघि खाइसक्यौँ क्या तपाईँहरू बुझ्दै हुन्छ अघि खाइसक्यौँ मैले भ्लग बनाउनु पाइनँ किनकि अघि कस्तो अल्छी लागिरहेको थियो नि यता छ क्यामेरा नै राम्रो होइन एभ्रीबडी क्यामेरा राम्रो भ्यू हेर्नुहोस् म चाहिँ आज नेपालीमा बोल्दैछु म धेरै चाहिँ हिन्दीको बनाउँछु त्यही पनि हेर्नु पोखरा माथिको पनि देखाउँछु हामी घुमेर आउने यो अनि यहाँ पनि पिकनिक खाइसकेको रहेछ दुईपट्टि कत्रो पुल ओ माई गड यहाँ मेरो साथीहरू हिँड्दै हुनुहुन्छ त्यता पनि कत्रो पोखरा त्यहाँ चाहिँ पौडी खेल्दै रहेछ जुम गर्न सक्दैन यहाँ चाहिँ जङ्गल छ है देख्दैन ब्लग नबनाउने अरे यति सुन्दर लोग है हमारे पास यहाँ हामी चाहिँ यहाँतिर छौँ यहाँ पनि इक्सा ब्लग बनाउँदैछ इक्साको ब्लगर जे भए पनि हेर्नु होला समर तेरो युट्युब च्यानलको नाम के अरे समर लिम्बू यहाँ मैले टाइप गरेको छु यो मिङ समरको यो जे भए पनि आइडीको यो सर्च गरेर सब्सक्राइब गरिदिनु होला मिङ्सुको थुक्कर इक्साको के अरे इक्सा एम लिम्बू होइन इक्सा एम लिम्बू हाम्रो यहाँ चाहिँ पौडी खेल्दैछ धेरै राम्ररी देखिँदैन यहाँ सब्डी बडी ओइ म त यता देखाउन सकेको छुइनँ किनकि एकछिन अफ गरेकै अनि यहाँ चाहिँ कत्रो घाम आएको पोखरी यहाँ हेर्नुहोस् मेरो साथी यो भ्लग बनाइदिन्छु यहाँ चाहिँ पोखरी छ र धेरै कालो आउँछ क्या साथीहरू त्यो हेरेर कुदौँ साथीहरू अब मेरो आइडीलाई पनि फलो गरिदिनु होला लाइक पनि गरिदिनु ठोकेर यहाँ छ मेरो आइडीको नाम हेर्न सक्नुहुन्छ टिकटकमा गएर इन्डियामा चाहिँ टिकटक ब्यान छ त्यही भएर टिकटक इन्डियाबाट हेर्ने चाहिँ नहेरिदिनु होला त्यो पनि लाइक गरेर चाहिँ जानु होला है टिकटक कता गएको भन्दैछ तिनीहरूले फेरि हामी फर्क्यौँ किनकि यता माथि बाटो होइन रहेछ यतैसम्म रहेछ यहाँ पौडी खेल्नेहरू अहिले चाहिँ भ्लगमा बनाउँदिनँ किनकि त्यो देखायो भने चाहिँ थोरै कपिराइट होला नि फेरि त्यही भएर मेरो क्यामेरा खुल्ला छ यहाँ गहिरो छ यता पनि गहिरो धेरै छैन अब त्यो के हो कत्रो रुख छ भने म बयान गर्न सक्दिनँ तपाईँहरूलाई मैले चाहिँ बोजूको चप्पल लगाइरहेको सरी व्यक्त गर्नु तिमीलाई भने कस्तो हुस्से लागेको जस्तो हुन्छ मेरो क्यामेरामा त सो हेलो कत्रो पैनीहरू देखिरहेको छ यहाँ दुवै भाइहरू आउँदैछन् खोइ किन आउँदैछन् मलाई केही थाहा छैन दुवै भाइ आउँदैछौँ अर्को रोक्यो अब अर्को आउनु भएको छ बिचमा जा समर म फोटो खिचिदिन्छु भाइ आएको सर्भाइभ गर्नु ल वान्जी गइसक्यो माथि पर्फेक्ट म इक्साकोमा पुग्ने कोसिस गर्छु एभ्रीबडी पैनीमा खस्छु भने ड्रुम गर्दै हिँड्दाखेरि फुस्क्यो झन्डै फुस्क्यो यार
एकदम तर गुवान यो चाहिँ मेरो फर्स्ट भ्लगै भन्ने बिर्स्यो हामी चाहिँ सिमसारमा छौँ हामीहरूले सिमसारमा छौँ लाइक सब्सक्राइब गरिदिनु होला लाइक साको च्यानल पनि मेरो च्यानल पनि हामी सिमसारको पुरा भ्लग देखाउनेछौँ हामी आइसक्नु आँट्यौँ आइसक्यौँ हामी चाहिँ कहाँ पिकनिक खाएको छौँ मेरो हामीलाई चाहिँ यहाँ पिकनिक खाएको थियो यहाँ चाहिँ सबै सामानहरू राख्नुभएको थियो नि अब देखाउँछ हाम्रो क्यामेराम्यानको